सॉरी 23 गते आईसीआर कॉलेज दुनिया चीज ज्यादा थिएन आज वैशाख 23 गते जोजोलोपा अहिले लिजा नेपाल भाषा कविता डबुया को ज्यादा अपन डेढ़ महीना जहाँ छो विश्व कविता दिवस हो 8 आउन थिएछ यो ज्यादा छ यहाँ छ न अस्ति मात्रै हामीले विश्व कविता दिवस हामीले मनायौं मार्च 21 मा लिजा नेपाल भाषा कविता डबु र ब्राजिल एम्बेसी को संयुक्त आयोजनामा हामीले कार्यक्रम गरेका थियौँ त्यसपछि अब डेढ़ महीना भन्नु नै डेढ़ महिनापछि फेरि लिजा नेपाल भाषा कविता डबुले आज पूर्ण वैद्य हाम्रो नेपाल भाषाको र नेपालीकै भनौँ न वरिष्ठ कवि पूर्ण वैद्यज्यूको कवितामा बिम्बको प्रयोग भनेर हाम्रो विद्वान सर प्रोफेसर सिरल लोहरी सरबाट आज बिम्बको बारेमा हामी एउटा छलफल अन्तर्क्रिया सरले त अब खालि अन्तर्क्रिया जस्तो भन्नुभएको छ होइन एकदम इन्फर्मल तरिकाबाट गर्ने भन्नुभएको थियो अब जसोकै भए पनि अब इन्फर्मल कम फर्मल जस्तो नै हुने रहेछ कार्यक्रमहरू त्यस्तो हुँदो रहेछ त्यसका चाहिँ अब सर्वप्रथम म कविजीलाई नै म निम्ताउन चाहन्छु पूर्णबहादुर वैद्यजीलाई होइन म अब हाम्रो मुख्य चाहिँ आजको विषयमा सब हामीलाई चाहिँ ज्ञान प्रदान गर्नुहुने सर सिरल लोहरी सरलाई म निम्त्याउनु छु भाषण गर्नुको लागि नारायणजी नारायणजी सरी नो चाहिँ कविजी जसको स्वान दियासको बस्नु छ यो लिजा नेपाल भाषा कविता डबु भनेको कविताको लागि मात्रै काम गर्ने एउटा नेपाल भाषाको एउटा संस्था हो यसले विभिन्न कविताको विभिन्न विषयमा लिएर हामीले कार्यक्रमहरू गर्दै आएका थियौँ र केही वर्ष हामीले यसलाई चाहिँ अलिकता विश्राम पनि दियौँ अब फेरि यो सञ्चालनमा यो फेरि हामी सुरुवात गर्न लागेका छौँ अब आजको कुरा खास नेपाल भाषा कविताभित्र बिम्बको प्रयोग कसरी हुन्छ भन्ने कुरामा यसो अलिअलि हामी लिजाका साथीहरूले मनन गर्दाखेरि लिजा कविता डबुले के मनन गर्यो भने बिम्बको प्रयोग चाहिँ सठिक संरचना प्रयोग गरेकै छ कि छैन भन्ने कुरा हामीलाई एउटा हाम्रो मेम्बरहरूलाई अलिकता मनमा खुरीखुरी लागेको हुनाले अब के हो त बिम्बको प्रयोग कसरी गरिन्छ कसरी गर्नुपर्छ भन्ने विषयमा अब मैले अघि पनि भनेको छु हाम्रो चाहिँ विद्वान डाक्टर साहब प्रोफेसर सिरल लोहरी सरबाट चाहिँ यो पूर्ण दाइको चाहिँ कवितामा कस्तो किसिमबाट प्रयोग भएको छ अथवा पूर्ण दाइले कसरी प्रयोग गर्नु भएको छ त्यो सिरल सरको चाहिँ अन्तर्क्रिया र यहाँहरूले पनि यसमा प्रश्न गर्ने अथवा अन्तर्क्रियामा भाग लिनुभयो भने सायद त्यो लिजा नेपाल भाषा कविता डबुले जुन उद्देश्यले यो कार्यक्रम गर्न लाग्छ त्यो चाहिँ पुरा हुन्छ कि जस्तो लाग्छ त्यसै कारण हाम्रो लिजाको तर्फबाट के विनम्र आग्रह के छ भने यसमा सहभागिता भइदिएमा छलफल गर्ने किसिमको भइदिएमा अब ओरिएन्टेसन सुन्नुभन्दा पनि सरको पनि त्यही इन्ट्रेस्ट हो यहाँको पनि आओस् र अन्तर्क्रिया होस् त्यसपछि नयाँ नयाँ कुरा आउँछ भन्ने कुरा त्यो सोच्नु भएकोले सायद त्यही गरिदिनु हुनु चाहिँ यहाँहरूलाई चाहिँ हार्दिक अनुरोध गर्दै आजको कार्यक्रम चाहिँ सुरु गरिदिनु हुन परिचय त दिनु परेन परिचय चाहिँ उहाँले एकदम इन्फर्मल भन्नुभएकोले पूर्ण दाइको पनि मैले परिचय दिनु गइरहेको छैन किनभने अब पूर्ण दाइलाई पनि के परिचय सबैले त चिनेको होइन है त्यस कारण सर सुरु गरिदिनुमा हार्दिक अनुरोध गर्छु हाम्रो नवीनजीले ल यसो गर भन्नु अनि यहाँ अरू वास्तवमा धेरै कुरा अब उहाँको कविताको बारेमा नि मैले धेरै भन्नुपर्ने जरुरतै छैन सबैले चिने जानेकै एकदमै एस्टाब्लिस्ड कविको बारेमा मैले धेरै के भन्नु अनि के भनेदेखि उहाँको कवितामा बिम्बको प्रयोग गरेको छ भनेर नवीनले पनि भन्नुहुन्छ अरूले पनि भन्छन् सायद उहाँले आफूले पनि जान्नुभएकै कुरा हो बिम्ब प्रयोग गरिरहनुभएकै छ
अब बिम्बको बारेमा उहाँको कवितामा बिम्ब कसरी आए अथवा कस्ता कस्ता बिम्बहरू छन् भन्नेबारे छलफल गर्नै नि अलिअलि बिम्बको बारेमा छोटो म प्रस्तुति दिन्छु। त्यसपछि अनि उहाँको कवितामा नै हामीहरू छलफल गरौँ। त्यो बेला त अनि उहाँले चाहिँ ल भन्नुहोस् के कस्तो बिम्ब थियो भनेर सोध्नु होला। अनि हामी पनि उहाँबाट धेरै कुरा सिक्ने मौका पाउँछौँ। के भन्ने भनिदिनु पर्यो। मैले त सरको अगाडि आफ्नो कविता पढिरहेछु। त्यसरी होइन, मुख्य कविताको कुरा के भनेदेखि नि एउटा मात्र अर्थ खोजेर मतलब होइन, शिल्प पक्ष पनि छ, भाव पक्ष छ, सबै कुरा मिसिएर आइरहेको छ। त्यसभित्र नि जति गर्दै गौड गर्दै भयो नि नयाँ नयाँ कुरा देखा पर्दै जान्छ। प्रत्येकको सौन्दर्य नै त्यही हो। यो त यसो हो भनेर भनिदियो भने त सिद्धि हो, त मरिहाल्यो। तर त्यसमा यो पनि हुन्छ, यो पनि हुन्छ, यो पनि त हुनसक्छ भन्ने जब हामी त्यो गर्दै जान्छौँ नि अनि त्यसपछि त्यो चिजको बहुआयामिक महत्त्वहरू देखा पर्न थाल्छ। अनि त्यो गर्दा गर्दै हामी लिबरेटेड हुन्छौँ। त्यसरी साहित्य के गर्छ भने आखिरमा साहित्यको साधना गर्दा गर्दै नै त्यसले त्यो आफै लिबरेटेड हुनसक्छ, ऊ मोक्ष हुनसक्छ। नत्र त अनेक किसिमका रङ त चढिरहेकै छन्, अनेक किसिमको कठोरताले हामीलाई घचेटिरहेकै छन्, छैन र? त त्यसबाट कसरी पार पाउनु त? त्यसैले त्यसभित्रको सत्यलाई खोज्नु पर्यो। आखिर रसो वैस सबै त स्विटनेस नै छ। He is all sweetness and we are part of that sweetness. We are all part of that loveliness. हामी पछि गएर त्यही लभलिनेसमा मिल्न चाहन्छौँ। पानी जहाँसुकैबाट आओस्, तल माथि जे होस्, आखिर त्यहीँ गएर मिसिन्छ। साँच्चै भनौँ भने आफ्नो कविताको अर्थ पढ्न आएर जस्तो लाग्यो सरको अगाडि। मैले आफ्नो जुन विचार व्यक्त गरेँ त्यो विचारलाई सरले यसरी चाहिँ डिस्क्राइब गर्नुभयो। त्यसबाट मलाई भन्नु त के, मैले पनि सिकेँ भन्नुपर्छ। किनभने मलाई यस्तो लाग्यो कविभन्दा कविता बुझ्ने, कवितालाई व्याख्या गर्ने महान हो। किनभने कविले लेख्दैमा त्यो महान हुनु त्यति होइन, जति त्यसको मर्मलाई बुझेर त्यसलाई व्याख्या गर्छ त्यो व्यक्ति महान जस्तो लाग्यो मलाई आजको यसले गर्दाखेरि। अब मैले जुन कविता लेखेँ त्यो कवितामा मेरो जुन चाहिँ भाव छ त्यो भाव कहीँ मैले व्याख्या गर्न नसक्ने कुरा पनि सरले त्यसलाई एकदम फुट्याएर एकदम स्पष्ट रूपले यहाँ भन्नुभयो। त्यस कारणले म सरलाई धेरै धेरै धन्यवाद दिन्छु र मेरो कवितालाई फेरि सरले अरू कवितालाई पनि हेरेर त्यसको व्याख्या गरिदिनु भयो भने मैले लेखेको कविताको सार होला जस्तो लागिरहेछ कि कविता लेख्दैमा कविको महानता, कविता बुझ्ने र त्यसको व्याख्या गर्ने व्यक्तिको महानतासित मात्रै जोड्न सक्छ जस्तो लाग्छ मलाई। आज यति भन्दै म सरलाई धन्यवाद दिँदै यहाँहरूलाई पनि धन्यवाद दिँदै म आफ्नो कुरा टुङ्ग्याउँछु। प्रश्न उत्तर हुनु पर्यो नि केही। त्यसमा भएको एउटा आफ्नो कविताको भाव केही भाव आफ्नो कविताले आफूलाई लागेको भाव त्यो कविताले पानीको विषयमा तपाईँको त सिरिज पानी सिरिजै भयो भने होइन, भनेपछि तपाईँले पानी बिम्बलाई, किन बिम्ब त धेरै छ, पानी मात्र होइन रुख चरा धेरै छ भने तपाईँले पानीकै बिम्ब लिनुको तपाईँको अर्थ के हो, किन मूल उद्देश्य चाहेको थियो? अब यस्तो छ कि अब कुनै कविले लेख्दाखेरि आफ्नो वातावरणमा आफूले देखेको होइन, आफूले अनुभव गरेको कुरा लेख्छ। त्यस हुनाले अब मैले पानीको विषयमा लेख्दाखेरि अब पानीको मात्रै लेख्छु भनेर त्यो लगातार पानीको लेखेको होइन। त्यो पानीको यति सङ्ग्रह हुनलाई धेरै वर्ष लागेको हुनु पऱ्यो। मैले कहिले पानीको लेखेँ, कहिले रुखको लेखेँ, कहिले मानिसको लेखेँ होइन।
अनि त्यो साथीहरूलाई सुनाउँदाखेरि अब साथीले भन्यो कि तिम्रो पानीको मात्रै छुट्याएर एउटा निकाले त राम्रो होला जस्तो भने त्यही अनुसार त्यो भनेपछि साथीले त्यसो भन्दाखेरि अनि मलाई अलिकति के हो भने हो त अब म पानीको जुन मेरो भावनामा पानीको फिलिङ आइरहेछ त्यसलाई मात्रै म अलग गरेर लेखेँ। अनि पछि म पानीकै लेख्छु भनेर कहिले लेखेन मैले। यो पानीको जुन सङ्ग्रह हो त्यो लेख्नलाई धेरै समय लाग्यो। त्यस कारणले के भने त्यो दौरानमा मेरो अरू कविताहरू पनि छ। त्यसै कारणले म पानीको मात्रै लेख्छु भन्ने उद्देश्यले मैले लेखेको एउटा कुरा हो। अनि के हो भने अब कुनै बेलामा पानीको र आफ्नो विचार आफ्नो भन्न मलाई सजिलो जस्तो लाग्ने र अब पानीको विषयमा जुन कविता लेख्यो त्यो जसले पनि बोला जस्तो मलाई लाग्छ होइन। अब कुनै प्रत्येक कुनै विषय लिँदाखेरि त्यो जस्तो कि अब बालुवा हो अथवा रुख हो कुनै ठाउँमा त्यो नभएर त्यहाँको मान्छेले गर्छ। तर के भने पानी यस्तो विश्वव्यापी र विश्व अनुभव मानिसहरूको अनुभवमा छ त्यो त्यसबाट आफ्नो विचार लियो भने जरुर पनि सबैले त्यसलाई बढी आफूमा सम्प्रेषण गर्न सक्छ जस्तो मलाई पछि लागेको थियो। पहिले त अब पानीको लेखेँ अरू पनि लेखेँ त्यसमा अनि अब साथीहरूको अनुरोधले मैले पानीको माथि छुट्याएर एउटा किताब निकालेर राम्रो हुने भयो। अनि त्यसो हुँदाखेरि अलिकति पछि चाहिँ पानीमा केन्द्रित भएर मैले लेखेको हो। तर के भने पानी मात्रै लेख्दाखेरि एउटा गाह्रो कुरा के छ भने अब पानीको प्राकृतिक स्वभाव उसको नेचर एउटै हो। अब त्यो एउटै भयो भन्दा मैले फरक कविता लेख्नु हुने अर्थ छ। त्यस कारणले त्यही पानीको प्राकृतिक जुन स्वभाव हो जुन प्राकृतिक उसको फिनोमेना हो त्यसलाई मैले ग्रहण गरेर मेरो आफ्नो विचारमा धेरै प्रस्तुत गरेँ। त्यही कुरा आयो भन्दा मैले पानीको मात्रै लेखेर त्यो एउटै कविता जस्तो त्यस कारणले पानीको बढी हुन चाहियो। र एक त पानीको मेरो केही बढी भएपछि अब साथीहरूको अनुरोधले मैले पानीको माथि विषयहरू लेखेको पनि हो। र अर्को कुरा पानी यस्तो विश्वजनित सबैको अनुभवमा आउने कुरा भएको हुनाले यसमा लेख्यो भने अरू धेरै मानिसले यसै बुझ्न सक्छ। मैले पुरै अब मरुभूमिको मात्रै लेख्यो भने मरुभूमिमा जानै नगरेको मान्छे मरुभूमिको जीवनमा अनुभव नगरेको मान्छेले त्यसलाई बुझ्न गाह्रो हुन्छ। मरुभूमिमा जीवन बिताउनेहरूले नै विषय बुझ्छ होला तर म त्यति लेख्न सक्दैन त्यसमा अथवा मैले लेखेको सबैले त्यति दिन सक्दैन। र जुन वस्तु मानिसहरूको अनुभवमा उसको व्यावहारिकतामा प्रयोग भइरहेछ त्यसलाई हामी प्रत्येक लिँदाखेरि त्यसको चाहिँ सम्प्रेषण अरू गर्ने होला भन्ने मलाई त्यस्तो लाग्यो। मेरो सुख दुःख अथवा मेरो कुनै किसिमको भावनाहरू यदि मेरो मनमा छैन भने म पानीको भेराइटी लेख्नै सक्दैन। त्यो भएर पानीसित साँच्चै त्यस्तो केही त्यस्तो दुर्घटना पनि छ जस्तो कि अब म बसमा गइरहेको थिएँ होइन आउँदै बाटोमा पानी पऱ्यो अनि त्यो बसको ऐनामा पानी फट पर्न आयो कि पर्न आयो अनि मेरो मन त्यहाँ पऱ्यो अनि त्यो पानी जहाँ अरिरहन सक्दैन कि रुखको पानी फट आउँदाखेरि अनि सुल्लो त्यो पानी भयो। अब त्यो दृश्यले मेरो मनमा के भयो भनेदेखि कुनै व्यक्ति जो अघि सबै भयो सरल स्वभावको त्यस्तो अनि त्यो भावनाले मलाई टच गर्यो कि अनि अब पानी त त्यो ऐनासित आत्मसात गरेर त्यसैसँग बसौँ भनेर आकाशको उच्चताबाट छोडेर आएर त्यहाँ बस्न आएको हो। तर के भने त्योसित मिल्न नसकेपछि त्यसले ग्रहण नगरेपछि जस्तो माटो जस्तो होइन त्यो ऐनाले त उसलाई भित्र ग्रहण गरेन त्यसो हुनाले एकछिन त्यो अड्यो त्यहाँ त्यसपछि अब योसित म आत्मसात गरेर भित्र बसेर बस्न सक्दैन भन्ने त्यस्तो लागेर त्यो त्यहाँबाट सुल्लो आँसु जस्तो खुसिएको त्यसैले मानिसको जुन भावना हो त्यस्तो त एट्याच भइहाल्छ। त्यसो नभएदेखि कसरी कविता लेख्ने एउटै कुरा त सधैँ लेख्न सक्दैन र एउटै कुरा सुलाएर कस्तो सबै बोरै हुन्छन्। जुन आफ्नो मनमा आउने भावना हो आफ्नो जीवनमा पर्ने कथा हो त्यो कुरा त त्यसमा देखिहाल्छ।
अस्वीकारलाई स्वीकार गर्दै